ए होइ बा सुकुटी त बबालै बन्ने भयो क्या हो हाम्रो बवाल बन्दैछ सुकुटी। यहाँ हेरौँ यसो यहाँतिर काँचो मासु सचट्ट मसला टमाटर प्याज रेडी भइरहेछ होइन। यता फ्राई भएर रेडी भइसक्यो है। अब चाहिँ यहाँ चाहिँ अर्को फ्राई हुँदैछ, आदि फ्राई भइसक्यो। हाम्रो सुमन भाइले यहाँ अचार बनाउँदैछ, अचार र सुकुटीको लागि साग, धनियाँ, यतातिर प्याज टमाटर है। सुकुटी यहाँ चट्ट आदि रेडी भइसक्यो है। यता फ्राई हुँदैछ। त्यसको मसला हालेर यसलाई हल्का पकाउनुपर्छ। प्याज होइन तपाईँ हाम्रो यहाँ सुकुटी तयार छ पकाउनुलाई। अब चाहिँ मसला पाक्नु आँट्यो होइन। टक्क यो मसला पाकेपछि टमाटर लगाएर टमाटरलाई पकाउनु पऱ्यो होइन। टमाटरलाई टक्क पकाउनु पऱ्यो होइन। एकछिन अब टक्क यसलाई पाक्न दिनुपर्छ। टक्क मसलामा पाक्दैछ। अब एउटा तेल हल्का तेल निस्किन्छ होइन। त्यस पछाडि चाहिँ सुकुटीको अब मसला चाहिँ लगभग रेडी भइसकेको छ सुकुटीको लागि। टक्क सुकुटीको मसला रेडी भयो। अब यसमा सुकुटी लगाउनु पर्छ यसरी है। मलाई झट्ट चलाएर मसलामा पारेर टक्क है पाक्दैछ। पानी होला जस्तो पनि भयो। कस्तो छ साथीहरू, हाम्रो छ नि ठुलो भयो होइन। दामी तरिकाले पाक्दैछ। टक्क अब रेडी भयो। त्यसमा हल्का साग हालेर सागलाई पनि चट्ट फ्लेभर आउँछ, मजा आउँछ।